दुधे खोला बनाएको थियो अस्ति ममता ब्यानर्जी सरकारले बनाएको ब्रिज सबै लिएर गयो। दुधेदेखि मिरिकको यात्रा कोही गर्नुहुँदैछ, सिलगढी जानुहुँदैछ भने नआउनुहोस् होला, किनभने बाटो छैन। दुधेको ब्रिज फेरि बढी पानी फेरि बढिसकेको छ र अस्ति बनाएको टेम्पोररी ब्रिज पूर्ण रूपमा ध्वस्त भइसकिसकेको छ। हेर्दै हुनुहुन्छ। अनि थापा सत्तामा रहँदा दुधेको मानिसलाई ब्रिज बनाउँछु, बाँध बनाइदिन्छु भनेर बार झुक्काइदियो। अहिले पनि सत्तामा रहेर कहिले पनि गरेन। ममता सरकारले 4 अक्टोबरमा त्यत्रो क्षति भएको बाढी आएको देखेर ऊ स्वयंले हेरेर जाँदाखेरि पनि दुधेमा उहाँले कुनै प्रकारको बात नबनाइदिँदा आज दुधेको गाउँवासी सबैजना त्राहित भइरहेका छ। खोला बढेको स्थिति हेर्नुहोस्। जुन चाहिँ अस्ति बनाएको टेम्पोररी ब्रिज थियो, मिरिकबाट सिलगढी आउने ब्रिज अहिले पूर्ण रूपमा ध्वस्त भइसकेको छ। वारीको कनेक्टिभिटी छैन, अब बन्द भइसकेको छ। यो हेर्दै पनि दुधे बालासन खोला एक दिन हिजो पूर्ण रूपमा हिजो बिहानदेखि बेलुकासम्म पानी पर्दाखेरि यो गति हुन्छ भने अझ रेगुलर हेभी पानी पर्यो भने दुधे रहँदैन हामीलाई विश्वास छ। अस्ति इमर्जेन्सीमा पिडब्ल्युडीले बाँधेको यो ब्रिजको काम हुँदैछ, उनीहरूले गरेको प्रोटेक्सनको कारण अलिकति भने दुधे अथवा सुरक्षित छौँ, न त भने जुन हिसाबले बनाएको ब्रिजको केही छैन। यस्तो स्थितिमा गाउँठाउँमा दुधेमा बसोबास गर्ने मान्छेको अवस्था के होला? दुधेलाई लामो समयदेखि झुक्काइयो तर दुधेको बाँध के गरेर यही अनित थापाले दुधेलाई लामो समयदेखि झुक्काएको परिणाम। जब चुनाव आयो तब अनित थापाले सान्त्वना दियो, आश्वासन दियो, शिलान्यास गरिदियो, झुक्काइदियो। हामीले अस्ति पनि यो ब्रिजलाई भत्केको ब्रिजलाई बेली ब्रिज बनाउनु पर्छ भन्ने हुँदाखेरि अनित थापाले कदाचित यसमा स्वीकृति दिएन, वास्ता गरेन, कहिले दुधेको त्यो सोचिँदैन। तर आज दुधेदेखि मिरिकदेखि दुधे आउने, मिरिकबाट सिलगढी जाने मानिसहरूले आजदेखि फेरि दुःख पाउनेछ, किनभने यो ब्रिज बगेको टुटेको छ, पूर्ण रूपमा ध्वस्त भएको छैन, कुनै कनेक्टिभिटी छैन, सबै बाटोहरू बन्द भएको छ। हेर्दै आउनुहुन्छ तपाईँ दुधे बालासन खोला। एक दिनको पानीको हो, हिजो एक दिन पानी पर्दा फेरि यो गति हुन्छ। यदि पहाडमा रेगुलर 3-4 दिन पानी पर्यो भने दुधे पूर्ण रूपमा नै ब्लक हुन्छ। मान्छेहरू जिउने सम्भावना धेरै साह्रो छ। दुधेको नाम निशान मेटिन सक्ने अवस्था हुन्छ। तपाईँहरूले जानकारी गर्नुहोस्। जो पनि मिरिकदेखि दुधेदेखि मिरिक जाने सोच्नुहुँदैछ, यात्रा हुनुहुन्छ चाहिँ दुधेको बाटो चाहिँ बन्द भएको छ। कुनै ब्रिज छैन दुधेको। दुधे र पारेको लागि कनेक्टिभिटीको कुनै पनि माध्यम छैन। दुधे पनि यात्रा गर्नुहुँदैछ मिरिकतर्फको, मिरिकदेखि सिलगढी झर्नुहुँदैछ, एकदम जानकारी लिएर मात्रै झर्नु होला, किनभने कुनै पनि बाटो वरिपरि एउटा माध्यम छैन, सोर्स बन्द भइसक्यो। जलस्तर हेर्नुहोस् धेर मात्रामा बढेको छ। दुधेवासी बाँधको निम्ति चिन्तित छ। आज दुधेमा मानिसहरू सबै लगभग रातभरि सुतेका छैन। रातभरि दुधेका मानिसहरू डराइरहेका छन् र आज धेरै दुधेमा मानिसहरूले विरोध पनि गर्नेवाला छ। सरकारहरूले आज गुहार माग्नेवाला छ। बिक्की न्युज स्याम्पल हजुर हेर्नुहोस् न। गुड मर्निङ भयो असुम बोल्यो। हेर्नुहोस् है असुमिता छैन। दुधेको अस्ति बनाएको ह्यान्डपम्प हिन्ड पाइप लगाएर बनाएको ब्रिज
डल्लै उडाइदिएको छैन, त्यही छ। यो डल्लै नागेको थियो, खोला बढेको जलस्तर रेगुलर बढिरहेको छ। हेर्नुहोस्, कोसिस गरिरहेछ जेसिबीहरूले सानसानो माटो थुपार्ने प्रयास गरिरहेको छ जग्गा जग्गा सोच, तर पानीको स्तर अघि घेऱ्यो, अहिले झन् डेन्जर बढिरहेछ। बिहान मैले त 3 बजीतिर पनि लाइभ देखाएको थिएँ, अहिलेको लाइभ हेर्नुहुन्छ भने पानीको स्तर अझै बढिरहेछ। अघि अलिकति मात्रै थियो भने अहिले पूर्ण रूपमा ब्रिज ध्वस्त भयो। यो अवस्था दुधे र मिरिक जाने बाटोको जुन चाहिँ अस्ति बनाएको ब्रिज थियो, त्यो ब्रिजको अवस्था तपाईँले हेर्दै हुनुहुन्छ। यो एक दिन पानी पर्दा फेरि बालासन खोला बढेको स्थिति, बालासन खोलाको स्थिति हेर्नुहोस्। हेर्दै हुनुहुन्छ तपाईँहरू दुधे ब्रिज, अस्ति भर्खर बनाएको नयाँ ब्रिज, जुन चाहिँ 4 अक्टोबर 2025मा यो ब्रिज ड्यामेज गरे पश्चात ठुलो बाढी आएको थियो त्यहाँ पनि। त्यसको अल्टरनेटिभमा चाहिँ यो ब्रिज बनाइएको थियो, तर आज त्यो ब्रिजलाई पनि पूर्ण रूपमा ध्वस्त गरिसकेको छैन, कुनै कनेक्टिभिटी छैन। दुधदेखि मिरिक जाने, मिरिकदेखि दुधे आउने कुनै माध्यम छैन। खोला बढेको छ, खोला बढिरहेको छ, जलस्तर घटेको छैन, रेगुलर बढिरहेको छ। फेरि पनि तपाईँलाई जानकारी गराउन चाहन्छु, मिरिकदेखि दुधेदेखि मिरिक जानेहरूलाई, सिलगढीबाट मिरिक जानेहरूलाई पनि कुनै माध्यम छैन, सोर्स बन्द भइसक्यो। किनभने अस्ति बनाएको यो ब्रिज, सबै ब्रिज पानीको जलस्तर धेरै मात्रामा बढेर सबै लगिसकेको छ। यो त अलिअलि हो सोल्टिनी, यो त एक दिनको पानी म यो अझै 2-3 दिन रेगुलर डेजर पानी पऱ्यो भने त दुधे थियो भन्ने मात्रै हुन्छ। दुधेलाई अनि थापाले तपाईँको नेताले झुकाएर बाँध बनाइन्छु भनेर शिलान्यास गर्दै टेन्डर गर्दै चुनाव मात्रै जितेर गयो, यो पनि दुधेमा बाँध बनाइदिएन। ममता ब्यानर्जी एउटा राज्यको मुख्यमन्त्री आएर पनि हेरेर गरौँ दुधेमा एउटा बाँध बनाइदिएन। दुःख लाग्दो कुरो हो दुधेको लागि। दुधेको भविष्य दिन खतरा छ, दिन खतरा भइरहेछ। सचिन र यस अनुप्रयासको लागि छिटो सल्युसन गर्नुपर्छ। अब कोसिस गर्छौँ हामी, हाम्रो पक्षबाट सरकारलाई गुहार माग्छौँ। हामी आश्वस्त छौँ सरकारले बनाउँछ यो भनेर हामी विश्वास छौँ, तर यो लामो समय अगाडि नै बनिने बाँध थियो क्या, यो टेन्डर भइसकेको पनि थियो। जिटिएबाट 2-3 टेन्डर गरेको थियो, जस्तै भर्खर पनि एसडिआरएफको फन्डबाट टेन्डर गरेको थियो चुनावको अगाडि, तर अब सुन्दैछौँ त्यो पैसाहरू मिसयुज भयो, फन्डहरू मिसयुज भयो भने सुन्दैछौँ। थाहा छैन किन त्यस्तो भयो, यो चाहिँ हामीले जान्न सक्दैन। तर दुनियाँमा त्यत्रो अवस्था सबै 4 अक्टोबरमा दुनियाँले देखेको थियो बगाएको भनेर, तर पनि त्यसलाई बाँध गरिदिएन। नेताहरू निष्ठुरी, पाहाडलाई ठाउँलाई माया गर्ने परेन नेताहरू, केवल आफ्नो परिवार, आफ्नो शाखा सन्तान, होटल बनाउन, रेसर्ट बनाउनमा मात्रै नेताहरू खुसी भइरह्यो। यो दुधेमा चाहेको भए त जुन हिसाबले होटल रेसर्टहरू नेताहरूले बनाए, त्यसको अलिअलि पैसाले, बाटो बनाउने पैसाले पनि दुधेमा हालिदिएको, दुधेको बाँधलाई प्रोटेक्सन हुन सक्थ्यो, एउटा माध्यम, खोला बग्ने माध्यम हुन्छ। तर आज खोलाको अवस्था, विरल अवस्था, रात दिन एक दिनको पानीमा यस्तो हुन्छ, एक दिनको पानीमा यस्तो हुन्छ भने अझै रेगुलर 2 दिन पानी पऱ्यो भने दुधेको अवस्था के हुन्छ होला, सोच्नु नसक्ने कुरा हो। अस्ति भर्खर मात्रै लगभग 2-3 करोड लगाएर बनाएको बाँध, ब्रिजको अवस्था हेर्नुहोस्, टेम्पोरेरी ब्रिजको अवस्था। साम्पाङ भण्डारी खतरा अवस्था हेर्नुहोस् न, छैन नि, खतरा छ अवस्था। यो हामी दुधेको अवस्था अहिले, पानीहरूदेखि मिरिकदेखि दुधेदेखि मिरिक, सिलगढीदेखि मिरिक जाने कुनै सोर्स छैन, माध्यम छैन।
यहाँले बाँध यहाँको जुन चाहिँ ब्रिजको सोर्स थियो त्यो सबै अन्त भइसकेको छ। यो भत्कायो भने त तपाईँको सिधा गरेर हाम्रो बाँध कहाँ छ त अन्त माटो खन्नु झन् सजिलो परेन यो त ड्राइभर तपाईँको भत्कायो भने त तपाईँको यो पानीले सिधा बनाउनु अस्ति भर्खर ममता ब्यानर्जीले ओपनिङ गरेको ब्रिज ममता ब्यानर्जीले कहिले दुधेमा बाँध बनाउनु उसको भाइले अनित थापा दुधेमा कहिले बाँध बनाउनु कहिले सोचेन, कहिले गर्दैन। न ममता ब्यानर्जीले गर्दैन, उसको भाइले गरिदियो। दुधेको श्राप लागेर दुईजनाको पतन पनि भएको छ फुन्छ कि, तर पनि यत्रो 7 साल बसेर दुधेले सुरुवात गरेको अनित थापालाई अघि बढाउनमा त दुधेको हरेक नेतृत्वहरू उसँग पिलर भएर खडा भएर उभिदिएको थियो, तर बात गरिदिएन। दुधे लगभग जिटे सुरु भएकोदेखि सम्पूर्ण नेताहरूलाई चाहिँ दुधेले चाहिँ गुहार मागेको बाँधको। त्यो चाहिँ झुट बोल्नु हुँदैन। विमल गुरुङ दाजु रहँदाखेरि पनि दुधेको मान्छेले गुहार मागेको हो, तर बाँध दिएको थिएन। कुनै शक्तिले, कुनै नेताले, कुनै महान नेताले दुधेले सोचिदिएन। यो दुःख लाग्दो कुरा हुनुपर्छ। र आज लगभग यस्तो अवस्था डेली हरेक दिन हरेक समय भइरहेको अवस्था हुन्छ। दुधेले गुहार माग्छ, तर नेताहरूले कहिले दुधेको त्यो सोचिन्छ। अहिले फटाफट इमर्जेन्सीमा यहाँ पक्रिनहरू लगाएर माटो धुपाने काम गर्दैछौँ। यो अब गाउँवासी डल्लै त्राहित छ। हरेक गाउँको मान्छेहरू खोलाको डिलमा बसिरहेछ। गाउँमा खोला पस्छ कि के हुन्छ कि भन्ने डर सबैको मनमा छ। हो नि याद देशलामा हो नि याद गर्नुपर्छ सबैले। यस्तै छ अवस्था, के गर्नु। नेतृत्वको जिम्मा हुनुपर्छ। नेतृत्व भनेको चौकीमा बस्नु, आफ्नो प्रोपर्टी थुपार्नु, आफूले पैसा थुपार्नु मात्रै त नेतृत्व होइन क्या जिम्मा। वास्तविक हामी दिगो राजनीति पाहाडले गर्नु नसकेको नेताहरूको छिटो पतनको पनि यही हो। जनताको समस्या होइन, उनीहरूलाई फाइदा माथि मात्रै आधारित काम हुन्छ पाहाडमा। जनताको समस्या कुन भइरहेछ अहिले त्यो माथि काम हुँदैन, तर नेतृत्वको फाइदा कुन चाहिँ त्यसमा फटाफट काम गर्छ क्या। यो दुःख लाग्दो कुरा हुन्छ। हामीले हेरिरहेको थियौँ आश्वासन गराएपछि युवा सांसद श्रीमान राजु विष्टज्यूले एउटा चालकहरूमाथि भइरहेको अन्याय अत्याचारमाथि ट्राफिक हेरेजमेन्टमा कति प्रजातन्त्रको म रहँदाखेरि पनि मैले अनित थापालाई भन्थेँ ट्राफिकको लागि बोल्नुपर्छ। तर जब सांसदजीले भने पश्चात चुनाव जिते पश्चात नै छेउछेउमा ट्राफिकको हेरेजमेन्ट उहाँले तुरन्त हटाइदिनु भयो। अनि जुन हिसाबले रोहिणीको टुल ट्याक्सबाट पैसा उठाउनु त्यो पनि बन्द गराइदिनु भयो। अनि यस्तै प्रकारले हुन्छ अहिले गोर्खाल्यान्डलाई गोर्खा जातिलाई के गर्छु भने उहाँले जुन चाहिँ कमिटमेन्ट थियो त्यो हिसाबमा हिजो बङ्गालको इतिहासमा हो, बङ्गालमा हाम्रो एमएलएहरूले भित्र गोर्खाल्यान्ड भन्छ थिएन, तर हिजो राज्यको माननीय राज्यपालले पनि गोर्खाल्यान्डको मुद्दामाथि हामी सरकार समाधानमा गर्छौँ भनेर भन्नु सक्ने वातावरण चाहिँ युवा सांसद श्रीमान राजु विष्टज्यूको नेतृत्वमा भएको हामी देखेको। र अब यो दुधेले अन्तिम आशा पनि उहाँमा नै राखेका छौँ, किनभने उहाँ नै हुनुहुन्छ अब यो कुरालाई समाधान गर्छ भनेर विश्वासता पनि छौँ। तर अनित थापाले चाहिँ केवल झुटको राजनीति, झुक्काउने राजनीति त्यसलाई चाहिँ खुब राम्रोसँग गरेको छ। सभासद यहाँ त एक्जिक्युटिभ सभासद पनि यहाँको सभासद हुनुहुन्थ्यो, उहाँले त नरेलधरि फुटाएको। अनि मैले लास्ट इयर नै उहाँको नरेल बोक्दै तपाईँले देखाइदिएको थिएँ। यसै झुक्काउने नीतिहरू पुरा भएको थियो। टिएमसीको सरकार ममता ब्यानर्जीले र अनित थापाले चाहिँ दुधेलाई केवल भोट ब्याङ्कको रूपमा प्रयोग गरेर दुधेमा को निम्ति एकपल्ट नबोल्दाखेरि दुधे हरेक दिन रोइरहेको अवस्थामा छ। सनी लामा यो सब टिएमसी सरकारको बीजेपीएमको दुर्नीति हो। जिटिएमा रहेको सबै नेताहरू माथि शक्ति हो नि सोसाइटी मनोज हो। अब पाप त लाग्यो उहाँलाई। जनताले जुन हिसाबमा विश्वासमा भोट दिएर उहाँलाई नेता बनायो, त्यो नेता भए पश्चात उहाँले आफ्नो रेसोर्ट थुपार्ने, प्रोपर्टी थुपार्ने, जहीँ होटल रेसोर्टहरू मात्रै थुपार्ने उहाँहरू व्यस्त भएपछि अन्तमा चुनावमा उहाँले यसपालि त जनताले मजाको परिणाम देखाएर उसको पार्टी सबै नै अन्त भइसकिसकेको छ। किनभने उसले बार भन्थे नि के अरे, म त नेता किन्छु, म जनता किन्छु, म पार्टीको नेता किन्छु, मेरोमा दम छ, मेरोमा पैसा छ भने अहङ्कार देखाउँथ्यो। अहिले जनतालाई नकिन्दाखेरि पनि साथ सबै छोडिसकेको छ। उसले जनताले उसको चरित्र, उसको व्यवहार जनताको उदाङ्गो भइसकिसकेको छ।
तर पनि दुःख लाग्दो कुरा भन्नुपर्छ दुधेवासी अनि थापासँग पूर्ण रूपमा सहयोगमा हिँड्थ्यो ओपनली उहाँसित हिँड्दाखेरि पनि दुधेलाई एउटा बाँध गरिदिएन र यो बनाएको टेम्पोरेरी ब्रिज पनि हेर्नुहुन्छ मजाले बगेर खोला भयो खोला भन्नुपर्छ यसलाई योसम्म यातायात गर्न सकिन्थ्यो मिरिकदेखि सिलगढीदेखि मिरिक आउन सक्ने एउटा माध्यम अर्थात् सोर्स थियो यो ब्रिज अहिले तपाईँको गयो छैन ममता ब्यानर्जी बग्यो ममता सरकारले बनाएको टाइमको ब्रिजलाई कलासन खोलाले ध्वस्त बनाइदियो ममता र अनित बग्दैछ भनौँ भने ममता ब्यानर्जीको ब्रिज र अनित थापाको समयमा बनेको ब्रिज दुइटै हो बग्दैछ ममता र अनित बग्दैछ श्राप हो जनताको भोट पाएर नेता भएर जनताको निम्ति काम नगर्नेलाई श्राप स्वरूप जिटिएको पद पनि त्याग्नु पर्यो उहाँहरूले र फेरि पनि तपाईँलाई यही जानकारी गराउन चाहन्छु यदि कोही मिरिकबाट सिलगढीबाट मिरिकतर्फ जानुहुँदैछ भने दुधेको बाटो नआउनुहोस् होला किनभने यहाँको ब्रिज छैन ब्रिज कम्प्लिट रूपमा उडिसकेको छ र यातायात ठप्प छ यो पुरानो ब्रिज तपाईँले देख्दै हुनुहुन्छ जुन चाहिँ 4 अक्टोबर 2025मा बगेको थियो त्यस समय पनि हामीले भनेको थियौँ कि योलाई बेली ब्रिज बनायौँ भने एउटा पर्मानेन्ट हुन्छ एउटा पिलर मात्र हो एउटा पिलर मात्र टेढा भएको छ बनाऊँ भन्दा फेरि त्यतिखेर पनि अब अनित थापा महोदयले यस्तो इन्ट्रेस्ट दिनु भएन केही पनि गर्नु भएन तर यहाँनिर लगभग कति करोड रुपियाँ लागत गरेर यो ब्रिज बनायो त्यो दुधे बालासन खोलाको रूप के छ कसो छ भन्ने कुरा हामीलाई मात्रै थाहा थियो त्यो हामीले यहाँनिर देख्दै आएको हो दुधेको पानीको बालासन खोलाको रूप हामीलाई मात्रै थाहा थियो र हामीले गुहार मागेको थियौँ तर पत्याएन उहाँहरूले हाम्रो कुरा सुन्नु भएन किनभने उहाँहरूलाई होटेल बनाउन रेस्टुरेन्ट बनाउन व्यस्त हुँदाखेरि ममता सरकार र अनित थापाको ब्रिज बग्यो अमित तामाङ थ्याङ्क्स फर काइन्ड हुन्छ यो हेर्दै गर्दा दुधेको खोला परिरहेछ जति माथि पानी परिरहन्छ जति पानी पर्छ अझै खोला पर्छ त्यति नै दुधेवासीलाई चाहिँ खतरा छ र आज लगभग दुधेदेखि मिरिकको यातायात कम्प्लिट रूपमा ठप्प भएको छैन बाटोको सोर्स कुनै पनि माध्यम छैन यो अत्यन्तै दुःख लाग्दो घटना हो अस्ति नै पनि तपाईँ देख्नु भएको यहाँनिरको धेरै घरहरू बगेको थियो र पिडब्ल्युडीले यो ब्रिज कम्पनी बनाउँदैको कम्पनीले यो छेउछाउ एरियामा प्रेसराइज हुँदाखेरि गाउँले आफैले प्रेसर गर्दाखेरि गाउँले पुरा समस्या क्रिएट गर्दाखेरि यति बाँध भएको थियो यो एउटा बाँधले पनि यसरी खोला डाइभर्ट गर्न सकिरहेको छ न त भन्दा यो खोला सिधै तपाईँले यसको मुखलाई हेर्नुहुन्छ भने सिधै यहाँबाट पसेर एउटा शान्ति बस्ती एरियादेखि लिएर दुधेको लगभग एक पाटा एरिया मजाले बगाउने स्थिति थियो यो दुधेको अवस्था छैन अस्ति भर्खर बनाएको टेम्पोरेरी ब्रिज बगाइदियो पूर्ण रूपमा ध्वस्त छैन सम्पूर्ण गाउँलेहरू बसिरहेका छन् सम्पूर्ण गाउँलेहरू खोला पस्छ के भनेर डरले बसिरहेको छ